हेलो हेलो साथीहरू, हेलो हेलो, नमस्कार नमस्कार। यहाँ चाहिँ एकदम ठुलो हिउँ परिराखेको छ। हिजो बेलुकीबाट आज दिउँसोभरि पनि अब हिउँ नै हिउँ अब आएकै छ नन स्टप। यहाँनिर देख्नुहुन्छ साथीहरू है, एकदमै अब हिउँ चाहिँ निकै अब ठुलै परेको छ। अहिले पनि हल्का हल्का परिराखेको छ। ग्राउन्डमा देख्न सक्नुहुन्छ साथीहरू, हेर्नुहोस् है, र हिउँ चाहिँ ठुलै परेर बृहत रूपमा चाहिँ हिउँ परेको छ है साथीहरू। हेर्नुहोस् यो कोरियामा अहिले यहाँनिर जतासुकै देख्नुहुन्छ साथीहरू, पुरा सेतै सेतै मात्र छ हिउँले पुरा सबै ढाकेर। यहाँ हामी चाहिँ अहिले 3 जना निस्केका छौँ यो साँझको बेला। यहाँ हामी 3 जना छौँ। अहिले चाहिँ यसो अब यहाँ ड्युटीबाट आएर अनि अब एकछिन यसो घुम्नलाई निस्केको। धेरै अब चिसो पनि छ यहाँ। अब साथीहरूले चाहिँ यहाँ हाम्रो अब पुरा फोटो खिच्ने तयारी गर्दैछन् साथीहरू। ल यहाँ पुरा हाम्रो साई भाइको पोज यस्तो खालको दिँदैछ। ओह ल, साई भाइको पोज पुरा कडक छ है। ल ल ठिक छ। अब यता फोटो खिचिदिने मान्छे यता हुनुहुन्छ। ल पुरा फोटो बबाले आउने भयो नि त होइन? भाइको यार खतरा आउने भयो नि त। ल ठिक छ साथीहरू। अहिले पनि अब हल्का हल्का हिउँ चाहिँ अब परिराखेको छ। तर ठ्याक्कै अब तपाईँहरूले चाहिँ अहिले यो फ्रेममा चाहिँ अब हल्का हल्का देखिराख्नु भयो होला। अलिअलि अब अझै पनि पर्दैछ, बाँकी नै छ। कति आधी फिट आयो हिउँ है? 1.5 फिट छ नि त यो। 1.5 फिट छ र 1.5 फिट त छैन होला। 1 फिट आयो। 1 फिट आयो। 1 फिटभन्दा धेरै छ त यो। त्यही त ल साथीहरू, लगभग 1 फिट जतिको हिउँ चाहिँ यहाँ अब पर्यो साथीहरू छुन्छन नाम्दोमा। यो छुन्छन नाम्दोको चाहिँ होङसङ उप भन्ने ठाउँमा चाहिँ लगभग 1 फिट जति अब हिउँ आयो भने यहाँनिर साथीभाइको अन्दाजा छ है। यो चाहिँ अब साथीभाइहरूले अब यसो लगभग यति चाहिँ आयो है भन्ने। यता यो चाहिँ पार्क हो। यो पार्कको चाहिँ यहाँनिर हल्का अब लाइटहरू देख्न सक्नुहुन्छ साथीहरू, यस्तो छ। यो पार्कमा अब हिउँ परेर केही देखेको छैन। सबै यो कुर्सीहरू पनि पुरा अलिअलि पुरा आधी जति डुबेछ। ल साथीहरू हेर्नुहोस् नि, अलिक अब आज अलिक ढिलो भयो। यहाँ बाहिर निस्किनलाई अनि अब ड्युटीबाट आएर रुमबाट फेरि अनि अब बाहिर निस्केको हामी चाहिँ। त्यही भएर चाहिँ अलिक अब ढिलो भयो। यस्तै छ साथीहरू। अब हिउँ अब अस्ति चाहिँ अलिक कमै परेको थियो, यता चाहिँ आएको थिएन। माथि सौलतिर चाहिँ अस्तिको भिडियो त मैले हालेको छु, सायद अब तपाईँहरूले पनि अब हेरिसक्नु भयो होला। यो चाहिँ फेरि आज हिजो बेलुकीबाट परेको, म भोलिसम्म पर्ने भन्ने चाहिँ। अब हेरौँ अब अझै थपियो भने त अझै 2 फिट जति नै पुग्छ होला यो चाहिँ। ल यहाँको दृश्यहरू चाहिँ अब यस्तो छ साथीहरू। यहाँनिर चाहिँ पुरा पार्कमा एकछिन अब यो हाम्रो रुमबाट नजिकैको पार्क हो यो चाहिँ। अनि यो पार्कमा चाहिँ अब हामी एकछिन घुम्न आएको। तर धेरै अब चिसो, एकदम चिसो छ। अब चिसो बढिरहेछ। ल यस्तो छ साथीहरू। अब रात पनि अब पर्न लागिसक्यो। टाइम धेरै नै गइसक्यो, 6:30 भयो होला। ल यताको अब दृश्यहरू यसो हेर्न सक्नुहुन्छ साथीहरू। यस्तो छ, जतासुकै हिउँ।
त्यहाँ अब दुईजना साथीहरू अगाडि अगाडि जाँदैछन् साथीहरू। हामी तिनजना यहाँ निस्केका छौँ। यो चाहिँ अब हामी बस्ने ठाउँबाट अलिक नजिकैको पार्क हो यो चाहिँ। यो पार्कमा चाहिँ अब यो घुम्न आएको छौँ। अब अहिले एकछिन यो पार्कबाट घुमेर अनि त्यस पछाडि फेरि हामी पुनः रुमतिर फर्किन्छौँ साथीहरू। देख्नुहुन्छ यो साँझको यो दृश्य हो यो चाहिँ। ल हे साथीहरू, हिउँ परेर यहाँनिर चाहिँ यस्तो छ हिउँ हिउँ, जतासुकै सेतै सेतो, जतासुकै सेतो। यहाँनिर देख्नुहुन्छ साथीहरू। केलाई हान्नु लगाएको हो? वाह साई भाइले फक्रकै लगाइदियो है। ओहो दामी आउँदो रहेछ कि? दामी आउँदो रहेछ भाइ। तर मान्छे नचिनिँदो रहेछ। मान्छे चिन्दैन। किन चिन्नु पर्छ मान्छे? हो तर यस्तै खालको फोटो चाहियो क्या मलाई। गोविन्द अगाडि अगाडि घुसेर कहाँ भित्र छिर्जाने हो? गयो पो गयो त यार। ल हेर्नुहोस्, यो चाहिँ गेट हो, यो पार्कको गेट हो। यो चाहिँ ठ्याक्क देख्नुहुन्छ, यो गेटबाट चाहिँ ट्याक्क ओह्रालो जाने। त्यस पछाडि तल गएपछि अनि बाटो फेरि यो चाहिँ बाहिर जाने बाटो हो। यहाँबाट सर्लक्क त्यस पछाडि यता चाहिँ यस्तो, यो चाहिँ होङसङको सानो बजार हो। यहाँबाट चाहिँ यस्तो खालको दृश्यहरू देख्न सक्नुहुन्छ साथीहरू। हेर्नुहोस् है, अहिले चाहिँ अब ट्याक्कै अब रात परिसकेको छ। लगभग 7 बज्न लाग्यो होला अहिले। अनुहारै राम्रो नआउँदो रहेछ के?